everyone, welcome back to my channel. It's me, Angel Rai. So today me and my brothers have got some plan to go out, hang out, and yeah, just chill. So म चाहिँ बिरामी भएको धेरै भइसक्यो के because of this thing. What is this? दने खटेरा. I don't know what do you call it, like infection, allergy, whatever it is. यसले गर्दा मलाई एकदमै गाह्रो भयो. Like I've been like in my I've been sick for like a month already. So yeah, बाहिर गएको धेरै भइसकेको थियो. Like I've been rotting in my bed for like a whole entire week. So अहिले चाहिँ ठ्याक्क मेरो spring break चलिरहेको छ. So अनि मेरो दाइहरुको पनि ठ्याक्क अहिले फ्री भएको भएर चाहिँ we are going out. We have planned something like to go out, chill, hang out, have some good food and just रमाइलो गर्ने plan छ. So yeah, and आज चाहिँ मैले अलिकति मेकअप गरेको छु because यो scars हरुलाई छेकाउन अलिअलि. And also now I want my girly side to come out more, like मेरो feminine side. I'm trying to like यसलाई जगाउन, मेरो feminine side लाई अझै जगाउन try गरिरहेको छु, like अलि टक्क भएर हिरौँ न भनेर. Because normally I don't know, I'm too lazy and I'm always on my track and a hoodie or a sweatshirt. So now I'm trying to be a little bit more girly. And yeah, अरु के छ, अरु के भन्नुपर्ने छ? अरु खासै के पनि छैन. Today is like it is a vlog, but then it will be a lot more about food. किनभने we'll just go as a cast. We have got planned to go to Sundown. मेरो पहिला खास Sundown मा I did my silver play button को unboxing there, no? So that place is already very special for me. अनि त्यसमाथि अस्ति त्यहाँदेखि त्यो unbox गरेदेखि चाहिँ म त्यहाँ गएको थिइनँ. तर अस्ति एउटा shoot मा गएको थिएँ. अनि like I was amazed by the menu के, like they have like improved their menu and the food is also amazing. So I really wanted to go there again with my brothers, and today is that day finally. So yeah, as we are going there. अनि अरु के छ भन्नुपर्ने? त्यति नै हो. Yeah, त्यति नै हो. Sundown जाँदै छौं हामी. अनि yeah, it's like today, like it will be like kind of mukbang kind of vlog, all like eating. So yeah, I'm just out of a little like contents. So yeah, hope you all like it, and if you all like it, then please don't forget to like, comment, share, and subscribe to my YouTube channel. Bye, I love you. Mwah. Hello, brothers. Hello. Brothers. Brother, go sexy brother here. Yeah. My couple milaun sexy. Yeah. You cut gardina ye haldinchu. Gyanu dai pani आउनु भयो. Gyanu dai. Sagyan dai. Gyanu dai, Sagyan. चिन हाल्दिन्छु. ठोको ठोको है यही झर्ने. चलो. चाहिँ हैन फोर्थ हो. Fifth मा. Sorry. Wrong floor. Sundown त्यहाँ माथि. ल तल पो जान्छ त. फिफ्थ लेखिरहेछ त. तल पनि कसैले गरेछ. वाउ. यस्तो हुन्छ कि हेर्नु न, म नर्मली मेकअप गरेर हुँदिन अनि म आज पनि मेकअप गरेर छैन भनेर उ गरेछु. भन्दै छु झन् मैले बिर्सेछु कि आज आइलाइनर लाछु भनेर. हेलो दाइ, के छ? हेलो दाइ, के छ? हेलो दाइ, के छ? मलाई पहिला सोध्न त दिनु. मेरो त गयो मेकअप, झन् खुब राम्री हुन्छ भनेको. Bro, drinks आयो. Yay. फेरि cheers गरौँ न. Cheers. Cheers. Refreshing. गर्मीमा यस्तो रमाइलो हुन्छ. मेरो फेभरेट हैन? मेरो पनि. मेरो चाहिँ सधैँ उहाँको फेभरेट पिच आइसी हो कि एभ्री टाइम पिच आइसी अर्डर गर्नुहुन्छ. अनि मेरो भर्जिन मोहितो, म नि एभ्री टाइम भर्जिन मोहितो अर्डर गर्छु. मेरो दादाको चकलेट शेक, उ पनि एभ्री टाइम चकलेट शेकै अर्डर गरेर आउँछ. जागर पनि होला हैन, छैन भने ल्याएर बनाइदिनु भन्ने मान्छे तिमी हो. त्यस्तो भन्नु थिएन. अनि सगेन दाइको नि चकलेट शेकै हो फेभरेट. दुईजना त्यसै जिग्री हुन्छ, जिग्री. आजन दाइ. जिग्रीहरु. त्यस्तै जिग्रीहरु. त्यस्तो जिग्री छैन. त्यस्तो हैन, यस्तो जिग्री. चट्टी बट्टी छ. सरले शेक पो खुवाउनु भयो अनि अझ हाँसिरहेको थियो मक्ख परेर.
के नै अचिभ गरेको जतिकै बिचारा दाइहरूले यहाँ पुरै भर्खर सफा गर्नुभयो उ ल वाह हेर्नु त्यहाँ कति नै ठुलो काम गरे जस्तो सरहरूलाई धेरै घाम भयो अरे त्यहाँ अनि यसै त कालो भइसक्यो हेर नाटकै भइसक्यो 3 जना सरहरू म एक्लै म्याम अनि फेरि अब भित्री मोबाइल मन परायो नि होइन मन पऱ्यो भित्री पछि आयो तिमी 250 मा 250 सेगमेन्ट मन पर्छ अब तिमीलाई त्यो पछि 300 आउँछ नि होइन 300 मा अब सिबिआर खासमा मलाई बाइकमा त्यस्तो इन्ट्रेस्ट थिएन पहिला होइन यो दाइहरू खाली भेटे बेला बाइक केही कुरा गर्दैन त्यही भएर मलाई नि आजकल बाइकमा एकदमै इन्ट्रेस्ट छ मलाई पनि बाइक मनपर्छ क्या आजकल त यसो के त्यो भन्छ त कम्पनी कम्पनीले गर्दाखेरि मान्छे चेन्ज हुन्छ कि भन्नु कम्पनी समथिङ के पहिला मलाई बाइकहरूको बारेमा खासै केही लाग्दैन थियो तर तिमीहरूसँग बसेर लाइक मलाई नि बाइक मन पर्न थालेछ कि त्यसलाई के भन्छ त्यो कम्पनी सङ्गत गुनाको फल नेपाली फेल होइन मैले इङ्ग्लिसमा भन्न खोजिरहेको थिएँ कि वाह दाइ वाह तपाईँलाई ताली दाइहरूसँग बसेर बेला बाइक के हुन्छ V3 CBR 5 वर्षको कुरा थारको कुरा हुन्छ त्यसपछि BMW मर्सिडिजहरू गर यहीँदेखि म साउट आउट दिन्छु उहाँले नि गर्ने भन्नु भएको थियो नि त अस्ति पोखाउ दादा फेरि पोखाउ सुशी मन पर्छ यसो सुशी मन पर्छ अरे म कुचाउँदै सुशी मन पर्छ अरे कस्तो मलाई त मन पर्छ साँच्चीकै न एभ्रीवान त्यो पछाडि मैले उहाँलाई एभ्रीवान भनेको पछाडि मान्छेहरू हेरिदिँदा कसरी लेट्स ह्याभ इट आया के हो यो नङले त मैले खानै सकिनँ त खाऊ मैले क्यामेरा सुजुलाई खुवाइदिनु कस्तो ब्राइट कस्तो राम्रो आएको यार यता भिडियो गरिरहेछ तिमी लिग नि त के खाने मन त पर्दैन त्यही पनि मिठो लाग्यो मलाई वो साँच्चै मजा आयो दिस गाइ हेट सुशी आजमा फर्स्ट टाइम सुशी मन गयो ल मलाई खुसी लाग्यो सधैँ मनपर्छ मलाई सुशी मनपर्छ गरेर भन्छ अनि सधैँ मनपर्छ अरे गफ हान्ने नि सीमा हुन्छ नि तर आजको त राम्रो थियो है मेरो फेभरेट या यो मेरो फेभरेट हो I had this shoot bella ke this is the thing that like really made me impressed यस्तो मिठो थियो यो नियसले गर्दा मलाई चलाउनै आएन तर त्यसमा चाहिँ चलाउन चाहिँ आउँदैन मलाई आइम नट अ प्रो यसमा तर मैले अलिअलि सिकेको थिएँ होइन कि पहिला भन्दा धेरै इम्प्रुभ भइसक्यो कि मेरो चपस्टिक स्किल्स तर फेरि I love this Wait, this is so good. 10 10 out of 10.
10 out of infinite भन्नु पर्यो के उल्टो भन्नु तपाईले त्यही त इन्फाइनाइट आउट अफ 10 होला 10 आउट अफ इन्फाइनाइट भनेको त धेरै कम रेटिङ भयो छोडिदेऊ न बिस्मिकी हुन्छ रेटिङको म्याक्स नै 10 हो यो त मैले मलेसियामा यस्तै एउटा खाथे चिकन म पनि फुड भ्लगर जस्तै त नभन म पनि फुड भ्लगर बन्नुपर्छ जस्तो छ अहिले नहोस् है मामरी नाना आयो झन्यो त कस्तो मिठो रहेछ त्यस्तो साह्रो नाटक पनि त खुवाउनु पर्दैन नि कमसेकम यहाँ कसले खुवाइरहेको छ हेर्नु न सुजुले मलाई खुवाएको कि मेरो दाइले मलाई कहिल्यै खुवाउँदैन आज भिडियोको लागि खुवाइदियो क्या त्यही त ब्रदरली लभ होइन भिडियोको नाममै सही माया त गरिहाल्छु घरमा गाली गरे पनि भिडियोको लागि त देखाइदिउँ न सकियान दाइलाई चाहिँ खुवाइरहेको छ क्या अघिदेखि मलाई कहिल्यै खुवाउँदैन तिमीलाई खुवाउनु पर्छ खुवाउनु पर्यो नि यसो बहिनीलाई माया गरेर कहिलेका होइन तिमीलाई त फेस मास्क हुन्छ त्यसको लगाइदिनु तपाईँलाई Lemon Sprite mo. Yo. Malam gusto na. Lemon try Sprite. kara to? Lemon Sprite ठीक sir. This is only. Type shit. It's so good, eh? It's good. यो कस्तो मिठो छ के यो ग्रेभी कस्तो क्रिमी छ कता ए अनि त्यहाँको भन्दा त 100 टाइम्स बेटर छ क्या ओ त्यहाँ बागबजारमा फेरि गर न तपाईको टर्न अब गर्नु तपाईं गर्नु Can't express रे अझ यसो हो क्या टेस्टिङ सक्यो के भएछ हामी त बसेर किन यसले भिडियो खिच्ने बेला इजिली खाना पाइरहेको छ रे यिनीहरू एकदम क्लम्जी इटर्स हो क्या गाइस त्यही भएर क्लम्जी पिपल भेरी क्लम्जी पिपल म मात्रै हो एकदम अर्गनाइज वन कति हुन्छ 1 कति हुन्छ 1 र 1 11 होइन 2 हुन्छ तपाईले 1 + 1 भनेर 1 र 1 भने 1 र 1 11 हुँदैन 1 र 1 1 1 हुन्छ त्यसको इन्ट्रो भने तैले इभिल जोर्डन अनि पोजरहरु छ यिनीले युट्युब सुरु गर्यो बडीलाई हेर्नु भयो हजुरले बडीलाई सुरु गरिहाल्यो छैन भने किन नहेर्नु भएको गरे हेर्नुस् अनि हेरिसक्नु भएको छ भने कस्तो लाग्यो कमेन्ट डाउन बिलो तर फोनले खिच्नै मन लाग्दैन के मैले पहिलाको भिडियोले चाहिँ बढी खिचा so good दाल पनि हाल्नु
मगाइदिने हो God. त्यो अघि नानको करी नानको करी बाँकी थियो अनि बेन्टो बक्सको राइस बाँकी थियो We don't waste our food. अहिले चाहिँ यता रेनोभेसन चलिरहेछ Now we are going there to shoot a reel. हेर्न कस्तो प्रिटी देखेको यसरी नै खिचिदिनु ल कस्तो राम्रो देखेको The location is के फेरि once more चाहियो नि छैन जानु चाहियो नि छैन ढोका लाउँछु म यहाँ कस्तो लाज नलाग्ने मान्छे होला अझ हाँस्छ तपाईँले गर्दा खस्या हो समय नि मैले समाएको त्यो त मेरो स्किल त्यो मेरो क्याचिङ स्किल हो मेरो स्टाइल हो छिटो आउनु न रिल खिच्ने के कस्तो राम्रो आइरहेछ यहाँ Now we are done with everything. हाम्रो खाना पनि सकिसक्यो and I also went and made a reel on my new music video Barilai. So हजुरले त्यो चेक हेर्नु भएको छैन भने please go and check that out. अनि yeah. अब पेट पूजा भयो. We ate a lot of foods. So yeah, धेरै खायो अनि अब I think अब यहाँ खाएपछि we will go for a ride, bike ride. So yeah, if you guys watch till end, यतासम्म हेरिरहनु भएको छ भने thank you so much for watching till end. Hope you all liked it. If you all liked it, then please don't forget to like, comment, share and subscribe to my YouTube channel. Bye, love you all. Mwah. Love you all so much.